हेलो गुड मर्निङ साथीहरू। आज हामी दुईजना चाहिँ 6 बजे उठ्न त 5 बजे उठेर रेडी भएको। 6 बजिसक्यो। हामी चाहिँ ककनीतिर जाँदैछौँ। ककनी अब म चाहिँ त्यता भ्यूहरू हेर्न, डाँडाकाँडा हेर्नको लागि चाहिँ एकदमै धेरै उत्सुक छ। हामी चाहिँ अहिले फलाटे भन्ज्याङ आइसक्यौँ। अगाडि हिँड्दै हुनुहुन्छ। फलाटे हाट पनि लागिरहेछ। फलाटेमा बसिसकेपछि चाहिँ आधी घन्टा हिँडेर हामी कोस हाट आइपुग्यौँ। यो चाहिँ सुनकोशी गाउँपालिका पर्छ। चाहिँ अहिले सुनकोशी गाउँपालिकाको एउटा नम्बर 9 को भवन रहेछ। हामी त्यहाँनिर आइपुग्यौँ। उतातिर चाहिँ बाटो अलि असहज हुँदाखेरि हिँड्नको ध्यानले गर्दाखेरि भिडियो बनाइएन। त्यो डाँडा कटेर जानुपर्छ हामी। कोस हाटमा आएर खाजा खान पर्यो भने चाहिँ ठाउँहरू यिनै हुन्। अब हामी चाहिँ अहिले ककनी आइसक्यौँ। यहाँनिर नयाँ सिडी बनाएको छ पछिल्लो समयमा। यदि तपाईँहरूलाई यो सिडी हिँड्दा घुँडा दुख्ने समस्या छ भने चाहिँ अर्को बाटो पनि जान सक्नुहुन्छ। ककनी दर्शन गर्ने साथीहरूले दर्शन गरिसकेपछि हामी फर्क्यौँ। फर्केपछि यो ठाउँबाट चाहिँ 3 छाँगेतिर लाग्यौँ। 3 छाँगे जाँदाखेरिको यो वनहरूमा चाहिँ एकदमै राम्रो भएको कारणले मैले भिडियो बनाएको छु। धेरै राम्रो छ, हेर्नुहोस् है साथीहरू। अनि यहाँका घरहरूको डिजाइन साथै अनि यहाँको बस्तीहरू एकदमै राम्रो छ। 3 छाँगे जाँदाखेरि यो अन्तिम स्टेप हो जुन बाइक मोटरसाइकलहरू आउने। यही होमस्टेमा चाहिँ तपाईँहरू बसेर खाजा खाएर चाहिँ जान सक्नुहुनेछ। त्यसपछि चाहिँ आधी घन्टा लाग्दो रहेछ यहाँबाट 3 छाँगे जान। हामी चाहिँ अहिले 3 छाँगेतिर जाँदैछौँ। थुप्रै लाग्दो रहेछ माथि कोस हाटदेखि चाहिँ। यो चाहिँ बस्न चाहिँ आनन्दको ठाउँ। हेलो हेलो सिस्नुले पोल्यो। यो सुनकोशीको 3 छाँगे आउँदाखेरि बाटो चाहिँ अब अर्को बाटो हो कि यो बाटो हो? यो बाटो चाहिँ अलिक खराब रहेछ। यसो जङ्गल हुँदै आउनु पर्दो रहेछ। हामी चाहिँ यो झरना हेर्नलाई चाहिँ माथिदेखि खोलालाई पछ्याउँदै यही छाँगा हेर्नको लागि चाहिँ यहाँसम्म आइपुगिसकेका छौँ। छाँगा यही हो। छाँगाको माथिबाट चाहिँ फेरि यस्तो बस्ती छ। अचम्म लाग्दो कुरा चाहिँ यो छ है। हामी चाहिँ अहिले 3 छाँगेबाट फर्किसकेका छौँ। यो 3 छाँगेको माथिको बस्तीहरू चाहिँ एकदमै राम्रो छ। अनि बस्ती पनि अचम्म छ। जुन छाँगा माथिको बस्ती हेर्न सक्नुहुनेछ। यति राम्रो छ ठाउँहरू चाहिँ। अनि हामी चाहिँ कोस हाटमा आएर खाना खाएर चाहिँ घरतिर आयौँ।